Everyone, welcome to back new video and YouTube channel. फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म तपाईहरुलाई हाम्रो अलैँची बारी देखाउँदै छु हैन। हाम्रो अलैँची यही हो। यहाँ यो माथिको अनि अलैँची बारी चाहिँ निकै छ नि हाम्रो। अनि यहाँ चाहिँ बारीमा थोरै मात्रै छ अनि अरु चाहिँ माथि घाँस काट्दै अलैँची भार्न आएको आज चाहिँ। अनि तपाईहरुलाई पनि यसो हाम्रो अलैँची के कस्तो रहेको छ भनेर देखाउँदै छु। पहिलेको जतिको त हाम्रो अलैँची खासै छैन। अहिले सबै बिरुवाहरू मरेर सबै यस्तो सुकेर बिरुवाहरू सुकेर अनि खासै छैन पहिलेको जतिको। त त्यो पनि अलिअलि छ, त्यति राम्रो चाहिँ छैन। त्यो पनि म तपाईहरुलाई सबै देखाउने छु। धेरै थियो यहाँ पनि, तर सबै कोही पहिरोले लग्यो कोही के भयो अनि थोरै मात्रै छ बारीमा। अनि अरु पनि छ, अरु बगैँचा पनि छ। तपाईहरुलाई नेक्स्ट भिडियोमा देखाउने छु उताको चाहिँ। आज चाहिँ यति मात्रै देखाउँछु यहाँको मात्रै तपाईहरुलाई। अलैँची यस्तो रहेको छ यो साल चाहिँ। खासै राम्रो चाहिँ छैन, बारी केटी हो। अनि यता पनि थियो, यता चाहिँ सबै यहाँ पामाथि कुलो छ नि त। अनि पहिरोले लगेर अनि त्यसपछि यहाँ चाहिँ हामीले यतिकै उतिसहरू छोडिदिएको परासम्म। त्यो त्यहाँ पर सानो खोल्छ त त्यहाँसम्म त। अनि यिनीहरू हो बारी त्यहाँदेखिको माथि, त्यहाँ माथि खोडेर यस्तै रहेको छ। अनि देख्न सक्नुहुन्छ तपाईहरुले आजको मौसम के कस्तो रहेको छ भनेर पनि देखिहाल्नु भयो होला। आजको मौसम चाहिँ यस्तो छ हाम्रोतिर, तपाईहरुतिर कस्तो छ है। अलैँची चाहिँ हाम्रो खासै राम्रो छैन यो साल, यस्तै रहेको छ साथीहरु।
साथीहरू अब चाहिँ म घर जानुपर्ने हुन्छ होइन। त्यसपछि घरमा गएर त्यहाँ भैँसी खुवाउनु पर्ने छ एकछिन, अनि पानीहरू खुवाउनु पर्ने छ त्यही हो। अनि तपाईँहरूले चाहिँ सोच्दै हुनुहुन्छ होला जेन्जाले कति थोरै घाँस बोकेको भनेर, तर घाँस चाहिँ म थोरै नै लान्छु किनभने अलैँची बारीको हो नि त। घाँसहरू यहीँ चाहिन्छ, पत्करहरू, अनि यहीँ मल चाहिन्छ नि त अलैँचीलाई पनि। अनि त्यही भएर अलैँची बारीको त्यो अलिक राम्रो घाँसहरू मात्रै लान्छौँ, अरू चाहिँ सबै यहीँ कुहेर मल हुन्छ नि त। त्यही भएर हामी चाहिँ बारीकै काट्छौँ, के अरे मकै बारीकै घाँस काट्छौँ। अनि त्यही भएर मैले चाहिँ थोरै मात्रै घाँस लगेको साथीहरू। अनि मुठा पारेर लाँदा चाहिँ हुँदैन कि फेरि मलाई चाहिँ कहिले जिन्दगीमा हरेक काम गर्नु आउँछ, तर मलाई कहिल्यै मुठा चाहिँ बनाउनु आएन क्या। त्यो कस्नै मजाले डरै कस्दिनँ क्या, झालेर आधी बाटोमा खोस्किन्छ, अहिले आएन राम्रोसँग कस्नै। अनि त्यही भएर मलाई चाहिँ डोकोमा अलिकति एक अङ्गला भए पनि म डोकोमै बोक्छु घाँस चाहिँ। त्यही भएर एकदम बरु मलाई डोकै सजिलो लाग्छ बोक्नु नि। त्यही भएर त्यस्तो गाइस चाहिँ म घरमा गएर भैँसी फुकाउनु पर्ने हुन्छ, पानी सानी दिनुपर्ने हुन्छ, एकछिन चराउनु पर्ने हुन्छ। अनि त्यसपछि अरू पनि काम हुन्छ नि त टन्नै। के गर्यो एकछिन 1-1.5 घन्टा मात्रै अलैँची गोड्दै अलिकति घाँस लगेर जाँदैछु घर अहिले चाहिँ। अनि अब गएर एकछिन भैँसी फुकाउनु पर्ने। अनि त्यसपछि के गर्छु, घाँस लिएर पनि आएर नि भैँसी फुकिसकेको छु। भैँसी देख्नुहुन्छ ऊ पर छ, ऊ कस्तो मजाले मान्छ हाम्रो भैँसी मसँग। साथीहरू अब आजलाई यति नै, ओके बाई बाई।